हेलो हेलो साथीहरू, गुड मर्निङ। फेरि पनि आयो है मेरो सानो मिनी ब्लग। हामी चाहिँ आज कटरबाट सुरु गऱ्यौँ। कटर फुटाउनु भयो आमाले। कत्रो ठुलो कुसा छ कि कटर पनि। यसपालिको कटर चाहिँ खतरा मिठो छ। मेरो बाबु चाहिँ कान्छीलाई बोलाउँदै कटर हेर्दैछ कि कान्छी आऊ रे। अनि त्यहाँबाट मैले पनि कटर खाइदिएँ। मिठो छ है, ठुल्ठुलो कोसा गुलियो कटर। ओहो दामी छ। अरुणाको घरबाट ल्याइदिएको कटर दामी छ है, दामी। यस कटर चाहिँ खाइरह, 2 कोसा खाइदिएँ। कटर चाहिँ मिठो छ, मिठो मिठो मानेर हेर्न। मेरो बाबु पनि खाने रे। ल गरिरहेछ। मिठो छ भन्दै भिडियो बनाइदिए त मुसुक 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 हुन्छ त छोरो त। मेरो बाबुले फेरि दिन्छ। कपाल पनि झिम्रिङ्ग भइरहेको थियो। अब चाहिँ फेरि नुहाइधुवाइ गरेर आइसक्यो। नुहाइधुवाइ गरेर आएर हामी चाहिँ बजारतिर लाग्यौँ। यस्तो गर्मीमा घाम लागेर चिरिक्क भएको थियो। 2जना दिदीबहिनी मिलेर बजारतिर लाग्यौँ। बहिनीको चाहिँ कान्छीको चाहिँ दाँतको समस्याले हामी मेडिकल जाँदैछौँ। यस्तो गर्मी थियो कि दिदीबहिनी गफ गर्दै बजारतिर लाग्यौँ। यस्तो गर्मीमा हिँड्न सकिँदैन हो साथीहरू, हिँड्न सकिँदैन। कालो जानुपर्छ बजारलाई त। बजार पनि आइपुग्यो। अनि यो भाइरल रोड रे क्या, ब्याङ्क रोडतिर, ती बस पार्कतिर भाइरल रोड भन्दो रहेछ होइन। दामी बनाएको क्या गोर्खामा पनि। फुटपाथमा हिँड्ने ठाउँ यस्तो दामी बनाएको। कान्छी लागिन अगाडि अगाडि। एकछिनमा मेडिकल पुग्छौँ। आजलाई यति नै मिनी ब्लग। बाई बाई।